हेलो साथीहरु, आजको भिडियोमा चाहिँ म तपाईलाई यो 2.4G राउटर चाहिँ कसरी कनेक्ट गर्ने यो भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै धेरैले रुचाएको र कसरी सेटअप गर्ने भनेर हामी धेरैले इन्क्वायरी गरिराख्नुहुन्छ। त्यो भएर चाहिँ यो हामीले लेन सेटिङ र वायरलेस दुईटै गर्न सकिन्छ। म चाहिँ यो वायरलेस कसरी कनेक्ट गर्ने, तपाईलाई रिपिटर मोडमा कनेक्ट कसरी गर्ने भनेर यो देखाउँदै छु। यसमा तपाईले ल्यान ल्याएर नि जोड्न सक्नुहुन्छ। मेन राउटरबाट तपाईले नेटवर्क ल्याएर यहाँ जोड्न सक्नुहुन्छ। यसमा एउटा चाहिँ यो सानो वायर दिइरहेछ हैन। अब यो कसरी कनेक्ट गर्ने, अब यो कनेक्ट गर्नको लागि चाहिँ हामीलाई एउटा त पावर यो चाहियो। पावरमा जोड्न पर्ने हुन्छ। सिधै यसलाई पावरमा जोडेर राखौं। यहाँनिर तपाईको बत्ती बल्छ है, यो बत्ती बल्छ। बत्ती बलिसकेपछि अब हामीले एउटा मोबाइल लिने। मोबाइलमा चाहिँ फर्स्ट अफ अल यसमा गएर हामीले यो जुन पिक्सलिङ 2.4G भनेर आइरहेछ विदाउट यहाँ सेक्युरिटी छैन हैन। योमा क्लिक गरेर हामीले यसलाई कनेक्ट गर्ने। पहिला यो कनेक्ट चाहिँ चेकिङ द क्वालिटी फर योर इन्टरनेट कनेक्सन नट सेक्युर्ड भनेर दिइरहेछ। यसरी हजुरको मोबाइलमा यो कनेक्ट भइसकेपछि चाहिँ हजुरले जस्ट यो सेटिङ अप्सन छ नि, यो साइडतिरको सेटिङ अप्सनमा जाने। यहाँ तल म्यानेज राउटर भनेर देखाइरहेछ। म्यानेज राउटरमा हजुरले यहाँ क्लिक गर्यो भने हजुरको यो अब तपाईले डाइरेक्ट गएर यसको यो जुन आईपी एड्रेस छ 192.168.7.1 गएर गुगलमा या तपाईको ल्यापटप कम्प्युटरमा गएर यो लगइन गरेर नि गर्न सक्नुहुन्छ। तर यो चाहिँ तपाईले सर्च गर्नलाई चाहिँ यही जुन यो राउटरको नेट छ यसकै नेटवर्क कनेक्ट हुनुपर्छ त्यो डिभाइसमा। धेरै जना साथीहरुले के गर्नुहुन्छ भने अर्को नेटमा गएर यसको आईपी एड्रेस राखेर सर्च गर्नुहुन्छ। त्यसरी चाहिँ ओपन हुँदैन हैन। यसकै नेटवर्कले चाहिँ यसमा आईपी एड्रेस ओपन हुन्छ। यसपछि चाहिँ हामीले अब पासवर्ड चाहिँ यसमा एडमिन हुन्छ। बाइ डिफल्ट यसको पासवर्ड चाहिँ एडमिन नै आएको हुन्छ। यो चाहिँ एडमिन राखिसकेपछि हैन, पासवर्ड चाहिँ यसको एडमिन राख्यो भने हजुरलाई यस्तो अप्सन आउँछ हैन। यसमा यो आइसकेपछि यहाँ एडभान्स अप्सनमा जाने। एडभान्स अप्सनमा यहाँ चाहिँ तपाईको सेटअप रिपिटर मोड भनेर आउँछ। रिपिटर मोडमा हामीले क्लिक गरिसक्यो भने तपाईको यहाँ तल चाहिँ अवेलेबल नेटवर्कहरु देखाउँछ। एकछिन टाइम लाग्छ तपाईको, यसरी आउँछ हैन। यहाँ चाहिँ तपाईको अवेलेबल नेटवर्क आयो। अब हजुरको नजिकको कुन नेटलाई चाहिँ तपाईले तान्ने हो हैन, कुन नेटको पासवर्ड हजुरलाई थाहा छ। जस्तै यो ग्याजेट युजर 2.5G यहाँ अलरेडी आइराछ। मेरो नेट चाहिँ यही हो। म यसलाई नै रिपिट गर्छु हैन। यहाँ गएर हामीले यसको चाहिँ पासवर्ड राख्नु पर्ने हुन्छ। मेन राउटरको पासवर्ड यता राख्दिने। यो मैले मेन राउटरको पासवर्ड राखिदिसके हैन। अब यसलाई अप्लाई गर्ने। यसरी नेटहरु चाहिँ तपाईको अवेलेबल त्यो एरियामा सबै भएको नेटहरु चाहिँ सबै देखाउँछ यसमा। यो अप्लाई गरिसकेपछि यहाँ भइसक्यो, कनेक्ट भइसक्यो। जुन यो पिक्सलिङको हामीले नेट जोडिरहेको थियौं त्यो चाहिँ चेन्ज भइसकेको हुन्छ। अब यहाँ गएर हेर्दाखेरि यो मेरो मेन राउटरको नेट कनेक्ट भइसकेको छ यहाँ। अब जुन हामीले यो ग्याजेट युजर 2.4G EXT भनेर आइसक्यो। अघि पिक्सलिङ भनेर जुन आइरहेको थियो त्यो नाम चाहिँ यहाँ चेन्ज भयो। अब यसमा क्लिक गर्दाखेरि अब हामीले चाहिँ यहाँ पासवर्ड चाहिँ राख्नु पर्यो। त्यो मेन राउटरकै पासवर्ड हुन्छ है। यो राखिसकेपछि यसलाई कनेक्ट गर्दिने। अघि चाहिँ नो इन्टरनेट भनेर आइरहेको थियो। अब यो कनेक्ट भइसक्यो। यसरी मजाले चलाउन सक्नुहुन्छ। जब यो राउटर कनेक्ट भयो भने हजुरले यसरी दुईटा बत्ती बल्छ यसमा। यसरी हामीले गुगलमा गएर नेट स्पिड पनि चेक गर्न सक्छौं हैन।